हेलो नमस्ते ल आयो है मोबाइल अस्पताल अफिसियल च्यानल आयो के आयो मोबाइल अस्पताल अफिसियल च्यानल आयो। स्वागत छ हजुरहरूलाई। हामी यस मोबाइल अस्पताल अफिसियल च्यानलबाट हामी आजको दिनबाट चाहिँ हामी मोबाइलको यस्तै रिपेयरहरू गर्नेछौँ। यस्तै डिस्प्ले फुटेको यस्तै हेर्नुहोस्। यस्तै नै हो। पुरानो मोबाइलहरू रिपेयर गर्नेछौँ। हजुरको जुनसुकै आइफोनहरू होस्, हामी आइफोन 16, 17 सबै रिपेयर गर्नेछौँ। हामीलाई सम्झिनु होला र हजुरहरूको मोबाइल सम्बन्धीको समस्या केही परेको खण्डमा हामीलाई यसै च्यानलको कमेन्ट बक्समा चाहिँ नि कमेन्ट पनि गर्नु होला र हामी आभारी हुन्छौँ। हजुरहरूको जति पनि हामीलाई सल्लाह सुझावहरू हुन्छ हामी एक्सेप्ट गर्नेछौँ र हामी यो हरेक मोबाइलको डिस्प्लेहरू जडान गर्नेछौँ। हरेक किसिमका मोबाइलहरू हामी बनाउनेछौँ। यदि हजुरहरूलाई यस भिडियोलाई मन परेको खण्डमा हजुरहरूले यस मोबाइल अस्पताल अफिसियललाई लाइक, सब्सक्राइब र तल दिएको बेल बटन भन्छ घन्टीकै एल्गोरिदम्स, घन्टीकै एउटा ट्रेन्डिङ छ र घन्टी चाहिँ बजाउनु होला है। बजेन भने हामीलाई अलिकति जोस र जाँगर नआउन सक्छ। सो अब ढिला नगरिकन हामी भिडियोतर्फ जानेछौँ र हामी यस धैर्यताका साथ यो पुरा भिडियो हेर्नु होला र हामी स्टेप बाई स्टेप यो मोबाइलको डिस्प्ले फेर्नेछौँ। यो मोबाइल रहेको छ टेक्नो पोवा। यसको डिस्प्ले फेर्नेछौँ हामी। पिसिबी बोर्ड ठिक छ, मेन बोर्ड ठिक छ, क्यामेरा पनि ठिक छ, सबै ठिक छ। यो मोबाइलको एन्टिना हो। यो बिना कल रिसिभ हुन सक्दैन, टावर दिँदैन। अब हामी मोबाइलको पुरानो गमहरू निकाल्नेछौँ। यो चाहिँ एकदम निट एन्ड क्लिन सफा गर्नुपर्ने हुन्छ। यो सँगसँगै हामी थिनर पनि युज गर्नेछौँ। भिडियो अन्तिमसम्म लाइक कमेन्ट गर्नुहोला। यो कमेन्ट मार्फतबाट चाहिँ हजुरहरूको एकदम बेस्ट कमेन्टलाई हामी मोबाइल एसेसरिजको गिफ्ट ह्याम्पर पनि राख्नेछौँ। यस भिडियोलाई हजुरलाई सक्दो सेयर गर्नुहोला, आफ्नो इष्टमित्रसम्म पुर्याइदिनु होला। मैले युज गरेको छु यो ब्रान्डको गम। यो चाहिँ डिस्प्ले चिप्काउने काम हुन्छ। यो वाटरप्रुफ पनि हो, इको फ्रेन्डली पनि हो। सो अब हामी डिस्प्लेलाई चिप्काउनेछौँ।
यो मुनिको साइडमा चाहिँ धेरै गम हाल्नु हुँदैन। कति टेक्निसियनहरूले यसमा एकदम मोटो गम लगाउनुहुन्छ र त्यहाँ मुनिको जुन फ्लेक्स पत्तामा चाहिँ नि जान सक्ने सम्भावना धेरै हुन्छ। यहाँ तिमीले यसको सेन्सर हुन्छ, सेन्सर तिमी पनि लगाउनु हुँदैन, किनभने फोन गर्ने बेलामा, कल गर्ने बेलामा डिस्प्ले चाहिँ देखाउँदैन। एकछिन यसलाई सुक्न दिउँ हल्का। अब हामी यो मैले हाल्ने गर्छु यो नेक्सासको डिस्प्ले राम्रो हो। नेक्सास ओटी पनि, ओटीको यसलाई निकालौँ। लेट मी टेक दिस वान आउट। यो पनि बाहिर निकालौँ। यसलाई चाहिँ बिस्तारै यसरी निकाल्नुपर्छ। डिस्प्लेलाई माथिबाट हैन तलबाट मिलाउने, एङ्गललाई तलबाट मिलाएर यो बिचबाट नथिच्ने, साइडबाट बिस्तारै थिच्नु होला। टेक्निसियन कति साथीभाइहरूले चाहिँ नि यहाँ मुनि यहाँ सेन्टरमा प्रेस गर्नुहुन्छ। यसो गर्दा चाहिँ हाम्रो डिस्प्ले जाने सक्ने सम्भावना धेरै रहन्छ। ल है गाइज, यस्तै रिपेयर गर्नु परेमा, हजुरहरूको मोबाइल बिग्रिएमा हामी एनी टाइम रेडी हुन्छौँ। हामीलाई कमेन्ट गर्नु होला, कहाँबाट बोल्नु भयो, कहाँबाट कमेन्ट गर्दै हुनुहुन्छ। ओके गाइस, हामी डिस्प्ले चेक गर्नेछौँ। मैले अघि पनि चेक गरिसकेको थिएँ, फेरि पनि एकचोटि फाइनल चेक गर्नेछौँ। यो अन भइसकेको छ। कति टेक्निसियनहरूले कस्टमरको मोबाइलको गमहरू चाहिँ यसरी फाल्नु हुँदैन। यो चाहिँ यसरी एकदम क्लिन गर्नुपर्ने हुन्छ। कस्टमरलाई पनि मोबाइल हातमा लिँदा एकदमै कम्फर्टेबल फिल होस्, किनभने अहिले मोबाइलको एकदमै मान्छेलाई नभई नहुने सेकेन्ड साथी भएको छ। सो यो गमलाई चाहिँ नि यसरी एकदम राम्रोसँग टाइम दिएर हतार नगर्नु होला। र ग्राहकहरूले पनि यसमा चाहिँ नि वेट गर्न पर्ने हुन्छ। हतार गर्नु हुँदैन। हतार गरेमा हामी आफ्नो मन्जिलमा पुग्न सक्दैनौँ। धैर्यता पनि राख्न पर्ने हुन्छ। सो हजुरहरूले चाहिँ आफ्नो मोबाइलहरू चाहिँ नि पसलमा दिँदा टाइम दिनु होला, किनभने कति चिज चाहिँ हतारमा काम गर्दाखेरि बिग्रिन पनि सक्छ। झन् यो टेक्निसियनलाई हजुरहरूले माइन्ड डिस्टर्ब हुन सक्छ। यसरी चाहिँ हामी कस्टमरको मोबाइल हामी एकदम फिनिसिङमा एकदम राम्रो भरपर्दो र वारेन्टीका साथ हामी काम गर्नेछौँ। हजुरहरूले यो भिडियोलाई चाहिँ नि सक्दोभन्दा सक्दो सेयर गर्नु होला। हेर्नुहोस् त कति क्लिन भएको छ, हेर्नु न कति क्लिन भएको छ।
अब कस्टमरलाई पनि कति ह्याप्पी फिल हुन्छ नि, उसको मनी पनि मनी हो जस्तो लाग्छ। र उसले किनभने नेपालमा यो मोबाइल भन्ने चिज चाहिँ एकदमै एक्सपेन्सिभ पनि छ र यसलाई घरिघरि डिस्प्ले फेर्न पनि सकिँदैन। हामी यस च्यानलमा चाहिँ नि हजुरहरूलाई यही मोबाइल रिपेयरिङहरूको भिडियो हामी पोस्ट गर्नेछौँ, हाल्नेछौँ। सँगसँगै हामी एसेसरिजको सामानहरू पनि हाल्नेछौँ र समय समयमा हामी हजुरहरूलाई चाहिँ नि हाम्रो मोबाइल सम्बन्धीको नलेजहरू पनि हामी हजुरहरूको माझमा प्रस्तुत गर्ने नै छौँ, ल्याइराख्ने नै छौँ। सो हजुरहरू स्टे ट्युन, एकदमै धैर्यता गर्नुहोला। डोन्ट बी रस भनेको अन्तै आई थिङ्क यो यहाँ टच भएको छैन। ओके, अब डिस्प्ले रेडी भएको छ। हामी प्रिमियम सिमियम भन्दैनौँ, तर ग्यारेन्टीका साथ हामी काम गर्नेछौँ। हामी देखाउनै आएको, ल हेर्नुहोस् हजुरहरूको मोबाइल यसरी प्रिपेयर हुन्छ, यसरी रिपेयर पनि हुन्छ, प्रिपेयर पनि हुन्छ, रिपेयर पनि हुन्छ। सो प्लिज गाइज, आमा दाजुभाइ दिदीबहिनी इष्टमित्रहरू सबैजनाले मेरो पेजलाई, हाम्रो यस मोबाइल अस्पताल अफिसियललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नुहोला। उहाँको मोबाइल रेडी भइसकेको छ। अब हामी केही दिन यसलाई, केही दिन भन्दा पनि 2-4 घन्टा चाहिँ हामी यसलाई रबर बाँधेर राख्नेछौँ ताकि यो मजाले चिप्कियोस्। सबैलाई आजभोलि मोबाइल तुरुन्तै चलाउन मन लागेको हुन्छ, तर कति प्राय चिजहरूमा यो डिस्प्लेको सम्बन्धमा, डिस्प्लेको मामलामा चाहिँ हजुरहरू वेट गर्नै पर्ने अवस्था आउँछ। किनभने यसमा हामीले जुन गम राखेका छौँ, यो गम चाहिँ केही नभए पनि 4-5 घन्टा चाहिँ हजुरहरूले राख्न पर्ने हुन्छ हतार नगरिकन। किनभने यो मोबाइल जति हजुरले चलाउनुहुन्छ, डिस्प्ले जडान गर्न साथै त्यसमा चाहिँ डिस्प्ले उक्किने सम्भावना धेरै हुन्छ। मोबाइल हिट हुन्छ, अलिकति मोबाइल तातिएको हुन्छ अन गर्दाखेरि। त्यसले गर्दाखेरि चाहिँ नि हजुरहरूले 4-5 घन्टा चाहिँ धैर्यताका साथ यसलाई चाहिँ नचलाइकन राख्न पर्ने हुन्छ। हस् त, धन्यवाद। सबैले सेयर, सब्सक्राइब गर्नुहोला। कमेन्टमा पनि लेखिदिनु होला हजुरहरू कहाँबाट बोल्नुभयो, देश विदेश स्वदेश जहाँबाट बोल्नुभयो हामीलाई सम्झिनु होला। र हामी हजुरहरूको घर आँगनमा पनि हामी रिपेयर गर्न आउनेछौँ। यदि पसल भिजिट गर्न सक्नुहुन्न भने हामी हजुरहरूको घर आँगनमा पनि हामी भिजिट गर्नेछौँ। ओके, आजलाई यति नै। थ्याङ्क यू।